हेलो गाइज वेलकम टु माई ब्लग। अनि आज मेरो पुन्टी छ यहाँ पुन्टी। हेलो हाई मेरो पुन्टी। किनभने आज सुत्यो यो। आज 15 महिना सुई खाएर आएको छ, मस्त सुतिरह। अनि मैले चाहिँ के सोचिरहेको छु भने म देखाउँछु ल। यो चाहिँ मेरो छोरीको, यो मैले ऊ जन्मिनेदेखि नै मैले सेभ गरिरहेको थिएँ उसको लागि भनेर, त्यही भएर आज भरिसक्यो के, त्यही भएर म खोल्न लगाएको। कति चाहिँ रहेछ है त, हेरौँ है त कति रहेछ, कति भएछ। यसको चाहिँ जन्मेदेखि दसैँ तिहार उसको पासमी सबै त हालिनँ, अलिअलि मैले पनि चलाएँ, तर यो भरिसक्यो कि अहिले, त्यही भएर अब म खोल्न लगाएको। कति रहेछ है त हेरौँ। खासमा चाहिँ मैले यसमा के अरे त्यो माटोकोमा फुटाउनु सजिलो हुन्छ नि त, निकाल्न माटोकोमा भए सजिलो हुन्थ्यो, तर मैले चाहिँ यसमै गरेँ कि, किनभने त्यसमा चाहिँ कहिले फुट्ने कहिले के हुने हुँदो रहेछ, बिग्रिने पनि चान्स हुँदो रहेछ कि पैसा, त्यही भएर मैले यसमा गरिदिएको छु। अब कति हुन्छ हेरौँ है त, कति हुन्छ। ओहो यो त नहुने रहेछ अहिले त, यसले गरिदिउँ न। यस्तो त खास देखाउनु हुन्न भन्छ भिडियो। त्यो साह्रो पैसा काट्ला जस्तो छ। साह्रो गाह्रो हुने कि फुट्नु चाहिँ, तर यसमा पैसा काट्यो भने त गयो त खेरो। त मेहनत गर्नु पर्यो अब यो काट्नुलाई नि। मेरो छोरीको बिल्ली कराइरह बाहिर, डिस्टर्ब गरिरहेछ होला। हो भरेछ नि, मैले भनेन। माइ गड, हेर्नुहोस् त ल पैसा मेरो सानोकै हुन्छ, तर अब मैले यो भरिसक्यो। हेर्नुहोस् है कति हुँदो रहेछ। पहिला मैले राखिदिएको, यो पहिल्यै राख्नु चाहिँ, तर मैले सोचेको थिएँ ऊ भइसकेपछि चाहिँ अब उसकै नाममा भयो कि यो सबै। त्यही पनि मैले त्यो केही पैसा त कति चलाइदिएँ उसको, खासै त भएको छैन होला। त्यही पनि फेरि अब अर्कोमा अनि राखिदिनुपर्छ। म गन्छु है त ल कति भएछ। हो हजार आजको भिडियो लामो हुँदो रहेछ अघि। त्यो डल्लो बनाउन यस्तो अप्ठ्यारो भयो कि। पुरानो पनि छ, एउटा रहेछ राजाको पालाको पैसा।
मेरो छोरी चाहिँ आज सुइदिएर अलि सुत्या हो, नत्र अघि उठिसक्थ्यो यसरी बोलेको सुन्यो भने त। आज चाहिँ 15 महिना अब उसको सक्यो, लास्ट आजै हो। त्यही भएर अलि ज्वरो पनि आउँछ कि भनेर पिर पनि लागिरह। त्यो माथि म पनि अलि बिरामी नै छु कि अहिले, टाउको दुखिरह मेरो पनि। पट्टि यो बिरालोले साह्रो हल्ला गरेर छोड्यो भने पनि कस्तो कहाँ हिँड्दो रहेछ कि, फेरि अरूकोमा गएर बिगारिदिन्छ कि के गरिदिन्छ तनाव। त पहिला सानैदेखि त्यसको हाउसमा राखेको भए त बानी हुन्थ्यो नि त। बानी पनि छैन, अनि त्यसमा राख्न थालेको मैले। ओ माई गड, मेरो त दिन रातै कराएर बिजोग छ हौ। अब 1000 को चाहिँ सक्यो जस्तो छ लगभग। माई गड, यत्रो हुन्छ भनेर मैले सोचेको पनि थिएन हौ कसम। अझ मैले कति धेरै चलाइदिएँ मेरो सानोको। बोलिरहेको मेरो साउन्ड चाहिँ सुनेछ कि छैन, अब लास्टमा हेर्नुपर्छ, नत्र भिडियो मात्रै हो। ल 1000 को सक्यो है गाइस अरे। ओ माई गड, सेभ गर्यो भने हुँदो रहेछ त है। तर यो गोलो गरेर कस्तो उयो हो कि बिग्रियो पैसा। यो 1000 को भयो होइन, कति धेरै छ तर यसो। यो 1000 को भयो, यो 1000 को यहाँ आउँछ अब कुन भने यो 1000 को भयो होइन। अब कति 500 होला। कहिले भने ठ्याक्कै, तर यो मैले डिपोजिट गर्न थालेको चाहिँ 2 वर्ष चाहिँ भयो होइन। तर मैले यो अगाडि राखेको थिएन, खासमा चाहिँ छोरीकै लागि भनेर मैले लिएको हो यो चाहिँ रुपियाँ चाहिँ। तर यो जन्मेको त 15 महिना भयो आज ठ्याक्कै, होइन 15 महिना अस्ति भयो, तर 15 महिनामा चाहिँ हिँडिरहेछ। अनि उसको यो बास्नीको नौरानको भन्छ नि गर्छ नि हाम्रो, त्यो सबै त मैले राखिनँ हल्का म त्यसै गरिदिएको हो मैले चलाइदिएर। अनि 10 तिहारको उसको सबै हो, उसकै हो यो। यति नै कति धेरै चलाइसक्यो उसको मैले, त्यही पनि त रहेछ। जे होस् पैसा सेभ गर्नुपर्ने रहेछ साथीहरू, हुँदो रहेछ त। हेर्नुहोस् त, सेभ गर्नु नै ठुलो रहेछ क्या पैसा। मलाई नि खासै उयो पैसा सेभ गर्नु त आउँदैन कि, तर यो छोरी भइसकेपछि चाहिँ यसो उसको पैसा चाहिँ चलाउनु मन हुँदैन रहेछ। त्यही भएर आज खोलिदिएँ मेरो सानोको पैसा। यस्तो महँगो भइरहेछ हौ भिडियो चाहिँ, 500 को धेरै रहेछ। अब छ चाहिँ लास्टमा भन्छु नि कति हुँदो रहेछ। फाइनल्ली ल साथीहरू, यसमा चाहिँ 38,363 रुपियाँ भएछ मेरो सानोको। ऊ चाहिँ सुतै भयो आज, सुतै मेरो पुन्तिली। मेरो पुन्तीको आज मेरो पुन्तीको पनि उयो भयो के अरे
15 महिने सुई अब फाइनल उसको सकिसक्यो, त्यो पनि भयो। अनि उसको के अरे उसको पैसा यसमा भरि पनि सकेको थियो। अनि मैले यसो सोचेँ अब भरिसक्यो अनि कति भएछ गरौँ न भनेर यसो गरिदिएको। जस भएछ अब यसको चाहिँ केही गर्छु। 15 महिने सुई पनि फाइनल अब आज सकियो मेरो सानाको। त्यही भएर यसो भिडियो बनाएको। ल सबैले वाच गरिदिनु होला, सपोर्ट गरिदिनु होला। बाई।